अनि युवाहरूलाई अब कसरी लिएर आउने त नेपालमा आउँदैन त्यो युवा यहाँ ल्याउनलाई देशमा रोजगारी हुनु पर्यो कि हजुर। यी नेताले घोष खाए, भ्रष्टाचार गरे, अचम्म गरे। तपाईँको यही एउटा सानो उदाहरण तपाईँ हेर्नु, यो विद्युत प्राधिकरणको कुरा। कुलमान छँदाखेरि 15-20 अरब नाफा, ऊ गएको हप्ता दिनमा 5-13 करोड घाटा, अनि गएकै दिनदेखि बेलुकादेखि लोड सेडिङ। यस देशमा यस्ता नेता छन्। अनि हुन्छ हो, राम्रो मान्छे देशमा नेतृत्व भयो भने कल कारखाना खोल्छ, ठुल्ठुलो बिजनेसहरू चलाउँछ, ठुलो व्यवसाय निकाल्छ, ठुल्ठुला कल कारखानाहरू हुन्छन्। अनि युवाहरू यहीँ जागिर पाउँछ। अनि विदेश किन जाने? विदेशमा गएको पनि यहाँ आउँछ पढे लेखे मान्छे। तपाईँ यहाँ ठुल्ठुलो जागिर खोल्छ, ल भोलि लोकसेवाले 3000 मान्छे लिने भनेर निकालोस्, होइन? अनि यहाँ जागिर पाएपछि तपाईँ जागिर हुन्छ, तपाईँ छोरो भाइ पनि हुन्छ, तपाईँ दाइ पनि हुन्छ, अर्को मेरो छोरो पनि हुन्छ, सबै हुन्छन्। अनि फेरि विज्ञापन गर्छ, काम आवश्यकता भएपछि यहाँ अब विभिन्न कल कारखाना उद्योग धन्दा सबै भएपछि जागिर पायो नि, यहाँ खुल्यो नि। खुलेपछि त्यो विदेशमा किन भयो? आफ्नै देशमा जागिर पाइन्छ यार। 40,000 तल पाउँछ अरे, फलाना ठाउँ जागिर खुलेको छ, गएर म चाहिँ फर्म भर्छु भनेर आउँछ। यहाँ आएर फर्म भर्छ, आवश्यकता हुन्छ, मान्छे चाहिएको छ, यङ छ, पढे लेखेको छ, त्यो जागिर हुन्छ। अनि त्यो विदेश जान्छ? जाँदैन नि, यहीँ बस्छ। अनि त्यसरी विदेशमा बसेका रोजगार तान्ने, अनि ठुल्ठुला युनिभर्सिटीहरू खुलाउने, कलेजहरू ठुल्ठुला कुनै निष्पक्ष रूपमा पढाउने। अनि को जान्छ अस्ट्रेलिया पढ्न? यहीँ राम्रो कलेज पढ्न भएपछि किन जाने अस्ट्रेलिया? अनि यहीँ काम पाएपछि किन जाने अस्ट्रेलिया? अस्ट्रेलिया जाने भनेको पढ्न मात्र होइन, काम गरेर पनि जाने हुन् नि। यहीँ काम दिने, पढेर पनि काम पाउने। यहाँ ल पढ्दै पनि छ, काम पनि पायो। तपाईँ पढ्दै नै हुनुहुन्छ, ब्याङ्कमा पनि तपाईँले जागिर पायो भने तपाईँ किन अस्ट्रेलिया जान्छ? पढ्छ यहीँ जागिर खान्छ। यहाँ त कामै नभएर गयो त बिचरा, केही कामै छैन यहाँ, किन बस्ने? केही काम छैन, जागिर खान गयो जागिर हुँदैन, कति दिन घरमा बस्ने, झ्याउ हुन्छ। यहाँ जागिर खान गयो फेल हुन्छ, आफूभन्दा गोरु मान्छेले नाम निकाल्छ, आफ्नो नाम निस्किन्न। त यस्ता देशमा बस्छन्, बनाइ नि त।